हेलो गाइज, वेलकम छ मेरो युट्युब च्यानलमा हैन। आजबाट केही भ्लग बनाउन कोसिस गरिरहेको छु। आज म यो खानेकुराबाट म बनाउने कोसिस गरिरहेको छु हैन। आज म माछा खान गइरहेको छु हैन। तपाईहरुलाई मन पर्छ पर्दैन कमेन्ट गर्नु होला, लाइक सब्स्क्राइब पनि गर्नु होला हैन। यो माछा हो, हेर्नुस्। यो सिजनले यस्तो बनाएर माछा मलाई खानुस् भनेर बनाइदिनु भएको छ हैन। म खाँदैछु अचारसँग। यो तपाईको टिमुरको मिसाको म थुकै आइसक्यो कि खानु हैन। दामी छ। जुन चाहिँ प्याज मुटुको लागि यो चाहिँ हैन। गाईहरू यसरी सिङ्गी खान कतिको मनपर्छ। टमाटरको अचार छ, धनियाँ हालेको, अनि यसमा टिमुर पनि हालेको छ। यस्तो मिठो छ हैन यसरी खान। सिङ्गी खानु यस्तो मजा लाग्छ हैन। रमी कम्बिनेसन यो त्यसको साथमा यो नजिक यति मिठो हुँदो रहेछ नि यो माछा तपाईँको लागि होइन। तपाईँले पनि टेस्ट गर्नु होला यो माछा। कुन माछा हो त? कोही भन्नु चाहिँ यसलाई सानो माछा भन्छ अरे होइन। नाम होला नि त। नाम चाहिँ सोधेको अघि मैले सानो माछा भन्दा नि त्यसैमा बिग्छ भन्दै फेरि यो माछा तपाईँलाई हेर्नु ठिक्क ठिक्क क्या यो फ्राई गरेर खाने खालको यो यस्तो कुरुङ कुरुङ भएर बाफे खाइरहनु रहेछ क्या। मेरो मनले पनि मस्तिष्कले पनि चपाइरहनु जस्तो होइन। ल हेर्नुहोस् यहाँ है। एक्चुली तपाईँले यो चाहिँ जोरपाटीबाट लिएर आएको है। जोरपाटीमा गएर सानो खालको माछा भन्नुहोस् होइन, फोकससँगले ल्याउनुहोस् र अरू केही नअलि फ्राई गर्ने अचारसँग यसरी हाल्यो यसो गरेर बुझ्नु। फेरि तपाईँको टमाटर